गुड मर्निङ ल अब हामी गुड मर्निङ फाइनल्ली यहाँ राति 12 साढे 12 बजे आएर बसेर अब हामी निस्केको यहाँबाट चाहिँ कोसी 17 काठ लेखेको छ अगाडि है यस भाइ झापा जाने बाटो हैन झापा झापा हस् हस् त्यहाँ चतरा भनेर उतापट्टि देखायो के गर्छ खेल्ने गरे हैन मान्छेहरु आनन्द लिन्छ अब त्यहाँ चतरा भने यतापट्टि साइड देखाएको थियो नि त एङ्गल लाइक सुमे चाहिँ त्यो भएर नाइस भ्यू है तर सुनसरी जिल्ला सुनसरी भातपट्टि नि आइपुगेछ इटारी सुनसरी यो सुनसरी केही न केही चेन्ज त भएन भत्काउने काम त भइहाल्दो चाहिँ दमकपट्टि 8 किलोमिटर काकर भित्ता 97 किलोमिटर बडो हो नि बडी इन्डिया र नेपाल
खाने थिए छैन उठाइदेऊ छ पुग्न आँट्यौँ है 7 बजे इटहरी पुगेछौँ म्याप हेर्न पऱ्यो म्याप त ओ अब 2 मिनट बाइक 900 मिटर अगाडि चार्ज 600 मिटर 1 मिनट अब 1 मिनटमा हामी पुग्छौँ एउटा पार्टको लाइक एउटा पार्ट चाहिँ यहाँसम्म मात्र राख्छु होइन ब्रेकफास्ट पछि नेक्स्ट सिधै छ क्या सिधै हामी त्यो ल छानेको अन्ना त निन्दा लाग्यो बाबाले हेरेको सानो त आएर अनि चार्ज गरेर सकिन्छ अब हिँड्न लाग्यो अब चिज पिज्जा बर्गर खाने भन खाने आज लेबर्स डे रहेछ ह्याप्पी लेबर्स डे कति भयो चार्ज मैले 99 गरेर रोकेको पनि अब हिँडेको हेर कहाँ अब हिँडेको हामी इलाम कन्याम दार्जिलिङ कहाँ हिँड्छौँ हामी टहरीबाट निस्क्यौँ है छाने पनि एक्साइटेड छ जस्तो छ यस भन छानेर माम त उतै भिडियोमा देखेछ ठाउँ नाम थाहा छैन के मोरङ हामी मोरङ होइन लास्टै बारी छ क्या बारी कुर्लाबारी मकैबारी केराबारी के बारी छ आइतबारी सोमबारी मङ्गलबारी बुधबारी सब छ फेरि यहाँ पनि बारी पनि बाटो चाहिँ साइड साइडमा बन्दै छ बाटो बन्दै गाँदै गर्दाखेरि अलिकति ड्राइभरसँग यहाँबाट छ हेर नि है टाढाबाट काम भइरहेको टुक बाटो लास्ट बिग्रिरहेको छ र पुरै बन्दैछ कि बाटो बिग्रियो यहाँ लास्टै गाड्छ चल्दै त है एकछिन जाम भयो आयौँ हामी पत्री आयो हाम्रो यहाँ सिटिजन लाइफको ब्रान्च अफिस पनि छ विजय लिङ्खा पनि सर हुनुहुन्छ बिएम सर अब पत्री यसपछि हामी दमक पुग्छौँ तपाईँ बिदामोट हामी एकछिन बस्छौँ बिदामोट पुगेपछि अनि त्यही
त्यस पछाडि हामी सरर कन्याम पुग्छौँ हिँडेर गन्नेको दुस्ना छ होला बितामोट र दम्मकको बिचमा अनि सुई कुद्छु नि पनि हामी त जो साह्रै रमाइलो छ र मकै त्यहाँ अगाडि मकै पाइहाल्छ नेपाल मगर सङ्घले एरिया नै रहेछ जस्तो लाग्यो मलाई है मङ्गलबारे आइपुग्यौँ दमक आउन त अझै 10 किलोमिटर 10/9 पुग्यो त्यसपछि अलिक गर्मी रहेछ है अहिले त तातो छ I mean, but I saw why there. Urlabari, Smara. Birtamo 40, Kakarpita 55. ठिक छ The statue is also how? स्ट्याचु जस्तो देखिरहेको छ तर ग्रिनेरी ऊ जस्तो छ जस्तो लाग्यो मलाई नेपालको फ्ल्याग छ जस्तो उर्लाबारी छ हामी दमक आइपुग्यौँ दमक कहाँ गयो त छोप्यो भिडियो हाटबाट नि यहाँ पनि आइपुग्यौँ सानो माया सानो माया Wow. Oh, Damak Bazar प्रवेशद्वार त्यहाँ रहेछ झापा दमक झापा यताबाट Seoul City मलाई इन्स्टिट्युट पनि रहेछ नि त यहाँ आजा वाउ कहाँ जाने क्या रतुवा पुर्याएको साथै अब हामी गन्नेको जुस खाने ल ओके बाबा भन्न कति सानो खच्यो माम काट्नु छ है ओहो हजुर
भनन दिदीले हल्लाको हल्ला गर्छ साइड गेट आएछ साइड गेट यो हेर्नु सानो चक्क गरेर आऊ केही छैन ल बटाएर कहाँ गएको मामुलाई छोडेर मेरो छाने अनि किन गएको त उता मामुले हेर नि त ल मामुले हेर यसो फेरि पोजिसन उसको पोजिसन चेन्ज भइसक्यो सोना माया देखेको थियो अघि सुरुमै यो त बिटा मोड आयो छाने ओहो बिटा मोड आयो छाने कता जाने होला एकछिन रुक न केटी अझै माथिबाट जाऊ साइड लेन जाऊ बिर्तामोड कति 60% फेरि चार्ज गर्न लागेको हजुर हिँड्यौँ अब निस्किनु यहाँबाट सिधै जाने पशुपति नगर हेर अन्याम हुँदै चार्ज फुल भयो 97 यति बजी गयो रिक्स भएन कस्तो बाटो थाहा छैन के हो भने थाहा छैन सानो खेलिरहेको थियो मस्त नो रिक्स बस पार्कबाट निस्क्यौँ हामी है हुँदैन त 11 किलोमिटरमा इलाम त 75 किलोमिटर अझै बुढो जम्मा 11 किलोमिटर छ पनि ल आयो चोक आयो चोक देख्दैन त दमक उता रहेछ इलाम यता त्यसमा अर्कै दामी देखियो सिन कति दामी देखेछ ल मजा आएर चाहिँ कुदाउँदाखेरि त बाटो छ क्या हो होइन सिधै यस्तो कहाँ आइपुग्यौँ बजार इलाम होक्से
के लेखेको थियो ए म चाहिँ ओर्लिदिन ल हुन्छ अब उखु खाना आँटेको उखु लिन लाग्नुभएको छ Cheers! रङ नगरपालिका हामी प्रवेश गर्यौं Welcome to Kanyam Thakari. हरकटे 8 किलोमिटर जस्तो देखाएको थियो दुईटा हेर न बस साइडबाट कस्तो आएको Kiteni Lamri. Sananta, quando si avanza. No idea. कति स्पिडमा कुदाउँदा उनीहरू पनि घुमेर आयो वेलकम टु कन्याम थकाली यहाँ पनि रहेछ इलाम 53 किलोमिटर अघि गर्मी अलिकति ठिक्क थियो अब फेरि यहाँ पानी परिसक्यो पर्याल चोक रोङ पानी पर्यो असिना झर्यो दाइको रुमाल भाउजूलाई भन्नु पर्यो खै कति पर्सेन्ट भयो 58% पुगिसकेको छ है अब कन्याम पुग्नलाई हाम्रो 9 किलोमिटर पानी पनि पर्यो कस्तो राम्रो क्लाउड पनि देखाएको छ क्या फेरि कुट्टी डाँडा 2 किलोमिटर रोङ गाउँपालिका 3 वडा कार्यालय
चाहिँ सब जाँदैन अब